गर्ने क्लिक गरिसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ क्रिएट न्यू अकाउन्टमा क्लिक गर्ने क्रिएट न्यू अकाउन्टमा क्लिक गरिसकेपछि यहाँ तपाईँ आफ्नो मोबाइल नम्बर थिच्दाखेरि त्यो हुन्छ तर मैले इमेलबाट गरिरहेको छु त्यसमा यहाँ तल साइन अप विथ इमेल त्यसमा क्लिक गर्ने अनि अब हिजो मैले बनाएको थियो आइएनवाला त्यसमा म क्लिक गरेँ यहाँ तपाईँ आफ्नो इमेल राखेर नेक्स्ट गर्ने नेक्स्ट गरिसकेपछि अब ओटिपी आउँछ ओटिपीमा यहाँ ओटिपी हाल्ने अब यहाँ ओटिपी हालिसकेपछि नेक्स्ट गर्ने अटोमेटिक नेक्स्ट हुन्छ अब यहाँ तपाईँ आफ्नो मनले पासवर्ड राख्न सक्नुहुन्छ मैले मेरो पासवर्ड राखिसकेको छु अब नेक्स्ट गर्छु पासवर्ड राखिसकेपछि नेक्स्ट गर्ने अब त्यहाँ डेट अफ बर्थ छान्ने यहाँ डेट अफ बर्थ छानिसकेपछि सेट गरिदिने नेक्स्ट गर्ने नेक्स्ट गरिसकेपछि यहाँ तपाईँको फुल नेम लेख्नु होला फुल नेम राखिसकेपछि नेक्स्ट गर्ने नेक्स्ट गरिसकेपछि अब हाम्रो अलरेडी यो युजर नेम भयो पासवर्ड नेक्स्ट गर्ने अनि आई एग्रीमा क्लिक गर्ने अब फाइनली हाम्रो अकाउन्ट इन्स्टाग्राम